त्यहाँ हेर्नु न कस्तो म मामा गएको थिएँ अनि त्यो बाटोमा पैसा हरायो के गुलर के पो बाबु कहाँ जान लाग्छ दाइ त्यहाँ हेर्नु न कस्तो म मामा गएको थिएँ अनि त्यो बाटोमा पैसा हरायो के गुलरिया बस पार जाने हो छोडिदिनुहुन्छ मामा घर कहाँ रहेछ उतातिर बैरी खैरी ए कहिले गएको थियो त म 3 दिन पहिला पैसा कहाँ हरायो त उता बाटोमा खै कहाँ खस्यो ए कहाँ जाने हो तिमी उता गुलरिया बस पार्क लिरे बस पर ल बस जाम भाइ जाम कसरी हरायो पैसा भाइ खै दाइ आउँदै थिएँ जेबमा पैसा खसियो कति पैसा थियो 1400 रुपियाँ जति थियो दाइ 1400 जति थियो ए अनि खासमा तिमी जाने गुलरिया हो कि त्यहाँभन्दा अलि टाढा जाने हो म नेपालगञ्ज जाने हो नेपालगञ्ज जाने हो तिमी ए अनि नेपालगञ्ज कसरी गुलरियासम्म त ल बस पारसम्म म छोडिदिन्छु हजुर बस पारसम्म त म छोडिदिन्छु तिमीलाई अनि त्यहाँदेखि अगाडि कसरी जाने त्यहाँ त 145 रुपियाँ भाडा लाग्छ भाइ यहाँबाट बसमा 145 भाडा लाग्छ जामलाई कसरी जामलाई कसरी बाट जान्छु अनि त्यही दिन्छु दाइ घर बसी पैसा ल ठिक छ त्यसो भए म गुलरियासम्म छोडिदिन्छु अब किन मन सुस्त गरेछ हौ म हिँडिरहेको छु त छोड्न भाइ गुलरियासम्म म छोडिदिन्छु के अरे बस पारसम्म स्माइल गर के अनुहारमा स्माइल गर तिमीलाई घरसम्म पुरिने भाडा म दिन्छु टेन्सन नगर अब यो 200 रुपियाँ छ है 145 रुपियाँ गाडी भाडा लिन्छ अनि अरू पैसाको के गरौँ दाइ तिमीले अब खाजा खर्च हुन्छ नि थ्याङ्क यू दाइ हजुर नआएको भए मेरो के हुन्थ्यो होला म गएको होला